लोकसेवा परीक्षाको तयारीमा विषयगत पत्र एउटा ठूलो चुनौती हो भएन त? लेख्न त सबैले लेख्छन्, तर कसरी लेख्दा अङ्क आउँछ त्यो कला जान्नु एकदमै जरुरी छ। भनिन्छ नि, राम्रो लेखन शैली आधा तयारी बराबर हो। आज हामी त्यही कलाका सूत्रहरू खोतल्नेछौँ जसले हाम्रो मेहनतलाई साँच्चीकै अङ्कमा बदल्न सकोस्। ल, अब ढिला नगरी सुरु गरिहालौँ है त। सबैभन्दा पहिले सबैभन्दा महत्त्वपूर्ण कुरा त्यो हो उत्तरको संरचना। हरेक उत्कृष्ट उत्तरको एउटा गोल्डन स्ट्रक्चर हुन्छ। यसले लेखाइलाई चिटिक्क मात्र पार्दैन, जाँचकीलाई पहिलो नजरमै प्रभावित पनि गर्छ। जसरी एउटा बलियो घर 3वटा खम्बामा अडिएको हुन्छ नि, ठ्याक्कै त्यस्तै हाम्रो उत्तर पनि यी 3 स्तम्भमा अडिएको हुन्छ: भूमिका, विषयवस्तु र निष्कर्ष। यी मध्ये एउटा पनि खम्बा कमजोर भयो भने पुरै उत्तर नै लड्छ। त्यसैले कुनैलाई पनि कम आँक्नु भएन। भूमिका भनेको उत्तरको ट्रेलर जस्तै हो, छोटो, मिठो र सटिक हुनु पर्यो। प्रश्नको पृष्ठभूमि के हो, कुनै महत्त्वपूर्ण तथ्याङ्क छ कि, र अबको उत्तरमा के कुरा आउँदैछ भन्ने कुराको स्पष्ट सङ्केत दिनुपर्छ। यसो गर्दा जाँचकीलाई लाग्छ, यसले प्रश्न राम्ररी बुझेको छ। अब आयो उत्तरको मुटु, अर्थात् विषयवस्तु। आफ्नो ज्ञान विश्लेषण गर्ने क्षमता सबै देखाउने ठाउँ नै यही हो, र सबैभन्दा धेरै नम्बर पनि यही भागले बोकेको हुन्छ। यहाँनिर एउटा कुरामा एकदमै ध्यान दिनुपर्छ। प्रश्नले जे मागेको छ ठिक त्यही कुरा मात्र लेख्ने। पाठ्यक्रमलाई मनमा राखेर तर्क र तथ्यहरूलाई एकपछि अर्को गर्दै जोडेर प्रस्तुत गर्नुपर्छ। अनि अन्त्यमा आउँछ निष्कर्ष। माथि लेखिएका सबै लामा कुराहरूको सार, निचोड 1 वा 2 वाक्यमा लेख्ने र हो सधैँ सकारात्मक र भविष्यमुखी भएर उत्तर टुङ्ग्याउनुपर्छ। एउटा कुरा के याद राखौँ भने निष्कर्ष बिनाको उत्तर भनेको अधुरो उत्तर हो। यसले हाम्रो लेखाइलाई एउटा पूर्णता दिन्छ। ल, अब संरचना त बन्यो, तर त्यो खाली घरमा आकर्षक रङरोगन कसरी गर्ने त? मतलब लेखाइलाई कसरी अझै प्रभावकारी र अङ्क तान्ने बनाउने? अब हामी त्यस्तै केही सूत्रहरूबारे कुरा गरौँ। सबैभन्दा शक्तिशाली सूत्र हो बुदामा लेख्ने। प्याराग्राफमा लामो कथा लेख्नुभन्दा सफा र स्पष्ट बुदामा लेख्दा जाँचकीलाई पढ्न एकदमै सजिलो हुन्छ। तर एउटा गल्ती चाहिँ गर्नु हुँदैन। हरेक बुदा आफैमा एउटा पूर्ण वाक्य हुनुपर्छ जसले स्पष्ट अर्थ देऊस्। आधा अधुरो शब्द मात्रै लेखेर हुँदैन। अब बुदा लेख्दा पनि त्यसलाई अझ व्यवस्थित बनाउन क्लस्टरिङको तरिका अपनाउन सकिन्छ। यो भनेको के हो भने मिल्दाजुल्दा विचारहरूलाई एउटै समूहमा राख्ने। जस्तै कुनै समस्याको कारण लेख्दै हुनुहुन्छ भने सामाजिक कारणहरू एक ठाउँमा, आर्थिक कारणहरू अर्को ठाउँमा,